ल है गाइस अब चाहिँ माघी मेलाको लागि चाहिँ हिँड्यो काठमाडौँदेखि म चाहिँ काठमाडौँ एयरपोर्टमा छु डोमेस्टिक एयरपोर्टमा है डोमेस्टिक एयरपोर्टबाट चाहिँ टक्क लाएर चाहिँ टिकट सिकेटहरू लिएर वेटिङमा बसिरहेको छु अब ड्याङ माघी मेला मनाउने हौ तर गर्दै जाने हो अब चाहिँ यहाँ टिकट चाहिँ 9:30 बजेको थियो यार यो चाहिँ अहिले 9:30 बजिसक्यो चाहिँ अहिलेसम्म चाहिँ उडाएकै छैन यार डोमेस्टिकमा यस्तै हुन्छ क्या जहिल्यै पनि लेट हुन्छ कि साथीहरू तर मैले चाहिँ एटी एयरलाइन्सको चाहिँ उस ल्याऊ खासमा चाहिँ होइन तर वेटिङमा चाहिँ लास्ट वेटिङ भयो यार 9:30 भइसक्यो यार म चाहिँ 8:30 बजे आएको 1 घन्टा अगाडि आउनुपर्छ भनेर बल्ल बल्ल अब चाहिँ बोलायो अब चाहिँ म चाहिँ जान्छु हिँडे साथी हो अब यी एउटा क्लिप पनि लिउँ न भनेर टक्क लाएर चाहिँ चस्पामाकै वाउ टाइपको पछाडि चाहिँ फेरि गिटार भन्नु होला गिटार होइन है साथी हो त्यो चाहिँ मेरो चाहिँ अब ब्याडमिन्टन हो गाउँमा गएर पनि खेल्नुपर्छ नि त म चाहिँ छिरे साथी हो है अब एयरपोर्टभित्र मेरो सिट चाहिँ कहाँ छ मेरो सिट कहाँ हो कति नम्बर हो सिट चाहिँ अब यहाँ चाहिँ सरर सिट खोज्दै हिँडिरहेको छु बच्चाहरू पनि छ अगाडि बच्चाहरू पनि छन् यहाँ चाहिँ हामी चाहिँ सरर पोखराको यात्रा गर्दै हो साथीहरू है टक्क लाएर गइन्छ गरेर होइन अब टक्क भइसक्यो एउटा जुस र चाहिँ एउटा चाहिँ स्न्याक्स पनि दिइरहेको छ एटी एयरलाइन्सले थ्याङ्क यू एटी है एकदमै मिठो छ है यो चाहिँ टक्क मिलाएर जानुपर्छ आइपुग्यो पोखरा मेरो लकेज कहाँ छ त मेरो ब्याग आउँदैछ यो कसको हो यो जेब्रा टक्क जेब्रामा पनि खतरा टरुल बोक्यो होला हौ मजा आइरहेको छ जोस अब चाहिँ एक्साइटेड छु कि साथी हो म चाहिँ अब ड्याङ लाएर डिन्टाङ गइन्छ टक्क मेरो ब्याग आउन थाल्यो पुरा आइरहेको छ आयो अब ट्याक्क बोकेर हिँडिन्छ ज्याम्मा लाएर साडी हो यो डुङ डिन्टाङ लास्ट एक्साइटेड नि आस्ताराबाट आउँदैछ है हाम्रो ब्याग आयो साथी हो अब म चाहिँ बाहिर निस्किएको ब्याग समाटेर ड्याङ यो माछा पुस र हिमालको सिन पोखरा एयरपोर्टबाट देखिने सिन ट्याङ ट्याङ अब गइन्छ ड्याङ लाएर मलाई चाहिँ बल्ले जेठान लिन आउँदै हुनुहुन्छ राङखानी दुसा बागलुङको चाहिँ मेरो दाइको ससुरालीको जेठान आउँदै हुनुहुन्छ ट्याक्क लाएर म चाहिँ वेटिङमा बसिरहेको छु कति बेला आउनुहुन्छ यो सिन चाहिँ मैले चाहिँ बाहिरबाट लिएको साथी हो है पोखरा इन्टरनेसनल एयरपोर्टको बाहिरबाट लिएको सिन हो बबाल छ नि यो पनि अब सबै हिँड्यो बल्ले जेठान लिएर आएर पनि हामी चाहिँ बिचको चाहिँ क्लिपहरू लिएन फेयरटालमा गयो डाइरेक्ट है फेयरटालमा चाहिँ एउटा दुइटा चाहिँ क्लिप लियौँ न त टक्क लाएर भनेर भिडियोको लागि अब जेठानलाई क्यामेराम्यान राखेको अब नखिच्न नजानेर भइहाल्छ त्यही पनि सिकाएर बल्ल बल्ल यतिको ट्याग लिँदै आएको छौँ हामी चाहिँ साथीहरू होइन 2-4वटा क्लिप त हान्नै पर्यो पोखरा आइसके पछाडि अब पोखराको चाहिँ हुनु पर्यो नि त अनि केही न केही तयार हुनु पर्यो नि त भनेर ड्याङ लाएर देश विदेशमा भएको साथीहरूले पनि हेर्नुहुन्छ त्यही कारणले गर्दाखेरि पनि ट्याक्क पोखराको सिन ल्याइदिएर भने आएँ अब ड्याङ हिरोको रोल चाहिँ यस्तो छ अब चाहिँ के भन्ने यसलाई स्लो मोसनमा ड्याङ दिउँ भनेर अघि पछिबाट नै चाहिँ हानेको क्लिपहरू तर चाहिँ यो भ्लगमा चाहिँ म चाहिँ राख्नु चाहे क्या मैले चाहिँ नराख्ने भनेको थिएँ तर चाहिँ मैले चाहिँ हेरौँ न अघि पछाडिबाट पनि एसके मगरको चाहिँ ड्याङ लाएर कस्तो छ त भनेर के ठ्याक्क दिइराख्यो भने गाउँतिरबाट फोन आएको अहिले सबैले कहिले आउँछस् भनेर चाहिँ यतातिर गेम सुरु हुन लागिसक्यो प्रोग्राम सुरु हुन लागिसक्यो भनेर तर आफू भने यता पोखरातिर ड्याङ लाएर चाहिँ भिडियो दिइराख्यो भने टक्क ठ्याक्क भनेर क्या यस्तो मजाले चाहिँ चिल गिद्ध बसे जस्तो बसेर पनि हानिदिइरह्यो भने जेठानले परबाट खिचेर चाहिँ स्याट अगाडि लैजानुहोस् न भनेर यो डुङ्गाको सिनहरू त्यो माथिको सिनहरू लिएर चाहिँ हान्नुहोस् न भनेको त्यही अनुसारले हानिदिनु भयो है ट्याक्क लाएर दिइराख्यो भने अब फेयरटालको चाहिँ घुमघाम पनि चाहिँ अब लगभग सकिन थालिसक्यो हो हाम्रो चाहिँ होइन अब ट्याङ स्लो मोसनमा दिउँ भनेको स्लो मोसनमा के हालिराख्नु हो भन्ने टाइपको भयो अनि त्यसपछि अब चाहिँ निस्क्यौँ हामी चाहिँ त्यहाँबाट निस्किनुभन्दा अगाडि यस्तो यो छाँटाहरू भएको सिनमा पनि आइयो अघि पछिबाट हानौँ न त भनेर चाहिँ ट्याङ लाएर फेरि बलबहादुर सिरिस भनेको को हो भन्नुहुन्छ नि त उहाँ हो है उहाँ चाहिँ मेरो दाइको ससुरालीको चाहिँ जेठान हुनुहुन्छ
है ट्याक्कलाई दाइको ससुरालीको गाउँको मान्छे हो उहाँ चाहिँ जेठानको साला परेपछि मेरो जेठान पर्नुभयो मेरो दाइको साला परेपछि है टक्क जेठान बाइकमा चाहिँ सरर गयो लेग साइड हुँदै ड्याङ 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 तुफान गयो कि हामी चाहिँ यही साथी हो अनि त्यसपछि पोखरादेखि अब चाहिँ बरिङतिर लागिन्छ बरिङ बागलुङतिर ड्याङ ट्याङ गरेर गइन्छ हामी चाहिँ अब अस्ता रावतको चाहिँ हेर्ने हो पर्फर्मेन्स ड्याङ लाएर बरिङ पनि आइपुग्यो साथी हो फाइनली चाहिँ माग्ने लाग्नु चाहिँ आयो अस्ता रावतले गाउँदै हुनुहुन्छ क्या मजा भइरहेको थियो चौबन्दी हुन्थ्यो हामी चाहिँ पछाडि सबै प्रोग्रामहरू चाहिँ मोसनमा चाहिँ हल्का टुच्चा लगाउँदै हाल्दै गर्नु ढक्क फुलनदेखि आमा भयो मेसुवा पुरा बुढीहरू लगायत सम्पूर्ण अतिथिहरू पनि हुनुहुन्छ त्यहाँ चाहिँ अब आस्था रावतको पर्फर्मेन्स चाहिँ ढलो बवाल भिडियो खिच्ने अवसर पनि पाइयो एकदमै मजा लाग्यो कि साथी होइन अब नारायण दिप परिवारले चाहिँ आस्था रावतको भिडियो खिच्दै हुनुहुन्छ एकदमै गायक सिङ्गर हुनुहुन्छ होस्ट पनि यत्तिकै राम्रो गर्नुहुन्छ फुलनदेखि आमा अनि भाइ बहिनीहरूको डान्स पनि त बप्पा हुन्छ नि त त्यही भएर हामी चाहिँ यो प्रोग्राम चाहिँ छुट्याएनौँ है साथी हो एकदमै मजाले चाहिँ इन्जोय गरियो रमाइलो गरियो आनन्द लियो क्या अनि आस्था रावतको मात्र होइन कि हामीले चाहिँ अरूहरूको पर्फर्मेन्सहरू पनि हेर्नु भनेर चाहिँ खासमा चाहिँ एक्साइटेड भएर आएको कि हामी चाहिँ विशेष गरेर चाहिँ उहाँ चाहिँ हाम्रो चाहिँ टिका भान्जी अमृता साली के भन्छ अरे सन्ध्या बुढा हो उहाँहरू चाहिँ अब वाद्यवादकहरू हुनुहुन्छ वाद्यवादकहरू अतिथिज्यूहरू हुनुहुन्छ उहाँ चाहिँ सर लाएर कुलबहादुर पनि युकेबाट आउनु भएको थियो अनि मजाले भीम शर्मा अनि उहाँ सर हुनुहुन्छ नरसिंह पुन हुनुहुन्छ मेरो दाइ माइला दाइ हुनुहुन्छ उहाँ चाहिँ अनि यतातिर मिने मामा हुनुहुन्छ ज्ञानी मामा हुनुहुन्छ अनि नरेन्द्र पुन पनि हुनुहुन्छ यो मुख चलाउने चाहिँ नरेन्द्र पुन है वाद्यवादन सारङ्गी वाद्यवादकको मान्छे उहाँ चाहिँ मिने मामा र नानी मामा हुनुहुन्छ उहाँ चाहिँ हाम्रो वाद्यवादक सर हुनुहुन्छ र बलकर पनि हुनुहुन्छ अरू वाद्यवादन हो एकदमै मजाले उहाँ चाहिँ अनु मगर पनि हुनुहुन्छ अनु मगर चस्मा लगाएकी अनु मगर हो नमस्ते है उहाँ चाहिँ हाम्रो कलाकार भाइ बहिनीहरू हो डान्स पर्फर्मेन्स गर्नुको लागि आउनुभयो बहिनीहरू मजाले डान्स गर्नुहुन्छ उहाँहरूले पनि है अनि मजाले नाचियो रमाइलो पनि गरियो दर्शकहरूको त पुरै नछोडेको चाहिँ आउनुपर्छ है साथीहरू चाहिँ मजाले रमाउँछ है अनि समीक्षा बहिनीको पर्फर्मेन्स पनि भोलिपल्ट चाहिँ हेरौँ न त हामीले हिजो समीक्षा बहिनीको पर्फर्मेन्स पनि म स्टेजमा चलेको थिएँ स्टेजबाट नै साथीहरू है समीक्षा बलबन्दी मेरो बलबन्दी दुश्मन हेरेको हेरेर टाइपको गीतहरू पनि बाल बलबन्दी हेरेर चाहिँ म त कल सक्नु चाह्यो माथि स्टेजमा आइदिएर आयो होइन कलाहरू यस्तो छ एउटा माहौल जम्नु अरे हाम्रो चाहिँ आइसाल पनि यस्तैको खतरा कलाकारहरू आउँछ साथीहरू है आइसालको झन् भन्ने नै होइन छ हामीले त समीक्षा बहिनीको लोलकै मान्छे पनि यस्तो मजाले है मजाले त्यो हेऱ्यो भने आँखा चिन्नु पनि गर्न सकेन 2 घन्टासम्म पनि आँखा चिन्नु पनि परेन यस्तो मजाले मान्छे गरेको साथीहरू है यो फेरि सर्वोदय क्याम्पसमा है बरेङ बजारको सर्वोदय क्याम्पसको प्राङ्गणमा है यो प्रोग्रामले चाहिँ फेरि आज चाहिँ म साथी हो मेरै आफ्नो मेरै दाइको छोरा हो है चिकन काप्छ होइन अनि खेल संयोजक चाहिँ मेरो अङ्कलको छोरा फेरि दिपेश पुन हो होइन सचिव चाहिँ फेरि मेरो मामाको चाहिँ छोरा है प्रदीप पुन होइन अनि त्यहाँबाट कोषाध्यक्ष चाहिँ निर्माया पुन हो मेरो बहिनी होइन यस्तो मजाले चाहिँ कार्यक्रम चाहिँ बबाल भएको साथीहरू होइन त्यहाँ मैले फेरि देश विदेश जाँदाखेरि देशभित्रै स्पोन्सर गरिदिँदाखेरि भने यस्तो खुसी क्या लगभग विगतमा पनि कार्यक्रम धेरै गऱ्यो होइन तर यो साथ त्यहाँदेखि आमा भयो मिसलाई सन्ध्या होइन त्यसको कलाकारहरू खतरा
हुन्छ क्या सिलगढी कार्यक्रममा चाहिँ आइसक्नु हुने यो भिडियोहरू चाहिँ हाडीकोट अनलाइन टिभीबाट हामी चाहिँ गाउँतिर भोलिपल्ट बिहानै सबेरै गाउँको सिन पनि लियो मेरो घरबाट देखिने सिनहरू निनीहरू साथीहरू होइन ओ पर माछा पुग्छ हिमाल छ हाडीकोट नाम्डो कराङखानीहरू भए होइन जैमिन नगरपालिका देखिन्छ तर हामी फेरि खसी काटियो क्या भोलिपल्ट चाहिँ हाम्रो फेरि त्यो चिसोमा नाचेको अब चाहिँ त्यो धुलो फालौँ भनेर टक्क खसी तातो तातो झोल खसीको झोल अनि त्यहाँबाट ज्याममा बुढाहरूसँग बसेर रमाइलो पनि गरियो आनन्द लियो यो मेरो गाउँ होइन सबै यो बाजे सबभन्दा पुरानो समाजसेवी बाजे कुलबहादुर पुन हुनुहुन्छ अनि कुलबहादुर पुन पनि हुनुहुन्छ यहाँ चाहिँ बुद्धि प्रसाद लगायतका शिरबहादुर पुन चित्रबहादुर पुन लगायत सबै हुनुहुन्छ क्या हामी बुढापाकाहरूसँग बसेर टक्क यो मेरो घरबाट देखेको सिनहरू मेरो गाउँको सिन है साथीहरू यो चाहिँ बब्बाल छ नि है छैन पारी हिमाल वारी मेरो गाउँ क्या बब्बाल हो नि त अनि त्यसपछि हामी चाहिँ कौडेको वनको पनि सिन लियो मैले चाहिँ अलिकति छोड्न सकेन यो ब्राकोट बिसिर गाउँपालिका हो 1 नम्बरदेखि चाहिँ 5 नम्बरसम्म देखिन्छ अनि सबै कुराहरू देखिन्छ यहाँबाट अनि त्यसपछि चाहिँ अब अनि भोलिपल्ट बिहानै फेरि हाम्रो कृष्ण भाइको चाहिँ ड्याङ्गल आएर बङ्गुर कटाइतिर गइयो हामी चाहिँ बङ्गुर काटियो बङ्गुर काटिसके पछाडि फेरि लु जाउँ न त हामी माथि अब चाहिँ घुमौँ न त कल्लार यहाँ मात्र बस्ने होइन राजाको दरबारतिर जाउँ हामी चाहिँ एउटा पुरानो खानी पनि हेरौँ त्यहाँ चाहिँ भ्युटार पनि हेरौँ त्यहाँ भ्युटार मात्र नभएर हामी चाहिँ माथि गएर चाहिँ त्यहाँको परिवेशहरूसँग पनि झुमझुमाउन त भनेर चाहिँ हिँड्यो म हाम्रो तेजेन्द्र भाइ मिनबहादुर पुन मामा हुनुहुन्छ चित्रबहादुर पुन जेठान साहब हुनुहुन्छ अनि नरबहादुर पुन अङ्कल हुनुहुन्छ अनि म एसके मगर होइन भएर चाहिँ सरर गयो माथि खोपको डाँडातिर कौडेको वन हामी चाहिँ रिसोर्ट गर्ने हिँड्यो क्या ढ्याङ्ग लाएर घुमेर मजा आयो अनि त्यहाँ खोपको डाँडामा पुग्यो होइन त्यो डाँडामा पुगिसके पछाडिको भ्यू ल हेर्नुहोस् आम्मामा यस्तो बबाल नि लगभग यो नेपालमा चाहिँ एक मात्र ठाउँ छ होला कि यति शान्त र दामी सिनहरू देखिने ठाउँ भनेको क्या यो हाम्रो गाउँ माथिबाट देखिने सिन हो बब्बाल छ है साथीहरू चाहिँ आज सोलो मोसनमा त मैले खिचेकै छैन यो त होइन जस्ट ओरिजिनलै हो मैले चाहिँ यो राखेको यसमा कलरिङ सलरिङहरू केही पनि गरेको छैन मैले चाहिँ जस्तो छ त्यस्तै है यहाँ चाहिँ पिकनिक स्टल हो हाम्रो चाहिँ अब के भन्छ क्याम्प फायर आउने नै हामी यहाँ हो गाउँबाट क्याम्पमा टेन्ट टाँगेर आगो फुकेर बङ्गुर र बाख्राको मासु कुखुरा लिएर आगोमा झुन्नाएर काटेर खाने ठाउँ हो कि यो भनेको चाहिँ यस्तो मजाको ठाउँ हो साथीहरू होइन रमाइलो छ जे होस् तपाईँहरू पनि आउनु होला माथि घुम्नु होला दामी छ एकदम फ्रेस माइन्ड फ्रेस हुन्छ यो ठाउँमा चाहिँ बब्बाल हुन्छ अनि तपाईँहरू नि यदि आउनु चाहनुहुन्छ भने एसके मगरसँग सम्पर्क गर्नुहोस् क्या अनि यो एसके मगरको चाहिँ यो भिडियो हेर्नुहोस् क्या अब लग हेर्नुहोस् क्या गाडीहरू यहाँ तपाईँहरू जहाँ भए पनि अब हेर्नु होला होइन अनि मेरो यो के भन्छ अरे च्यानललाई सब्सक्राइब पनि गर्नु होला अनि सब्सक्राइब गर्नुभयो भने यस्तो नयाँ नयाँ ठाउँहरू नयाँ नयाँ भिडियोहरू चाहिँ हेर्न सक्नुहुन्छ क्या तपाईँहरूले है मजाको ठाउँ छ तपाईँहरूलाई म धेरै ठाउँहरू चाहिँ नेचुरल्ली चाहिँ मैले तपाईँहरूलाई चाहिँ भ्यूहरू चाहिँ देखाइदिन्छु क्या मजाले मेरो भिडियोमा चाहिँ त्योहरू हुन्छ म अरू ल्याङफ्याङ फ्याङफ्याङहरू चाहिँ भिडियोहरू चाहिँ म बनाउँदिनँ क्या तर यस्तो भिडियोहरू चाहिँ मलाई साह्रै मनपर्छ हामी गुल्मी तरी यो बागलुङमा त गुल्मीको चाहिँ यो खामोगारे भन्ने ठाउँ हो पुरानो पुरानो पाका मान्छेहरूले चाहिँ खामोगारे भन्थे हामीले पनि अहिलेसम्म खामोगारे नै भन्छौँ यसलाई है हामी चाहिँ त्यहाँ रिसोर्ट गरेर टक्क घुमेर पुरा प्रकृतिसँग रमाउँदै हिँडेको छौँ है हामी चाहिँ अब चाहिँ हाम्रो गाउँतर्फ चाहिँ लाग्दैछौँ हामी जङ्गल साइडतिरबाट अब टक्क लाएर अब हाम्रो तेजेन्द्र भाइको त कुरै नगरौँ त्यो पनि दुबईबाट आएको कि यो भाइ चाहिँ अनि हाम्रो मामाहरू यहीँबाट अनि स्पेनबाट आउनुभएको हो हाम्रो चाहिँ चित्रबहादुर पुन इन्डियाबाट आउनुभएको हाम्रो नरबहादुर पुन अङ्कल र हाम्रो मिनबहादुर पुन चाहिँ यहीँको कर्मचारी हुनुहुन्छ हस्पिटलको कर्मचारी हुनुहुन्छ म भने यो चाहिँ ओडालोमा कसरी हिँड्ने भइरहेको छ कि अब के हुनु काठमाडौँमा धेरै वर्ष हुन्छ नि त गाउँमा कोही कोही लाइन्छ होइन
अनि यो बोट बिरुवाहरू अलिकति झाडहरू पनि रहेछ क्या अरे अलिकति चाहिँ अब के गर्नु आँखा घोट्छ कि भनेर चाहिँ निधार खुम्चाउँदै हिँड्दै गर्नेको अवस्था परिरहेको छ साथीहरू होइन। बबालदेखि पनि चाहिँ अब चाहिँ अर्ग्यानिक हो, अलिकति मान्छे त हेन्डसम हो कि यो क्यामेराले चाहिँ कस्तो कस्तो देखाइदिरह्यो भने के गर्ने टाइपको। अनि सबैजनाले हेर्नुहुन्छ होला है तेरो यो यसको म कस्तो बुढो देखेको छ भन्नुहुन्छ होला। तर त्यहाँ मुखै नधोएर गएको थिएँ म, अनि त्यहाँ मुख नधोए पछाडि त अनि त्यत्तिकै बुढो देखिन्छ नि त गाइजहरू है। आइको नि नु हाम्रो जेठान हुनुहुन्छ अङ्कल भाइ अनि मामा म। टक्कर मामा चाहिँ बिजी हुनुहुन्छ त्यहाँ के को त्यो त ब्याङ्किङ स्याङ्किङ के कारोबार गर्दै हुनुहुन्थ्यो मामाले चाहिँ। बिजिसुमा चाहिँ भनेर नम्बरसम्मरहरू पोख्दै हुनुहुन्छ। यो चाहिँ तल आएर पिनालु बारी आएर चाहिँ खिचेको, पिँडालु बारीमा आएर चाहिँ खिच्यो मामीले चाहिँ। यो भिडियो चाहिँ अलिकति थोरै क्लिप मात्र लिएको हो है। अनि तपाईँलाई म गाइस म अलिक गाउँ पनि देखाइदिन्छु कि हामी बबाल छ नि त हाम्रो गाउँ, अघि पनि देख्नु भएको छैन। अनि मजाले झन् हाम्रो जेठान्दानी बबाल अनि यो दुर्गाबहादुर पुन केरसिङ पुनको चाहिँ भीमबहादुर पुनको चाहिँ घर हो। त्यहाँबाट माथिबाट देखिने सिन हो। अब अगाडि भाइ जेठान मामा अङ्कल हुनुहुन्छ, पछाडि म छु। अनि ओह्रालोमा हिँड्दाखेरि चाहिँ साह्रै गाह्रो हो। पहाडी देखिने चाहिँ हाम्रो हिमाल होइन, गाउँबाट देखिने भ्यूज हो यो सबै, हाम्रो गाउँबाट देखिने भ्यूजहरू हो साथीहरू है। बबाल नै छ नि। तर साथीहरू तपाईँले यो ठाउँमा घुम्न आउन छोड्नुभयो भने चाहिँ तपाईँहरू चाहिँ स्वर्ग पुग्नुहुन्न है। तपाईँ जिउँदै हुँदाखेरि नै यहाँ आउनुपर्छ है स्वर्ग पुग्नको लागि। स्वर्ग भन्ने ठाउँ चाहिँ कसरी हेरिन्छ भन्ने कुरा त हेर्नु भएको छ नि होइन। यस्तो हो नि त बब्बाल। अब चाहिँ हामी चाहिँ गाउँतर्फ नै लाग्यो, अब छेरातिर चाहिँ लाग्दैछौँ साथी हो। अब छेरामा आउँदैछौँ हामी चाहिँ अगाडि। अब चाहिँ ड्याङ हुन्छ। एकदम मेरो दाइको छोरो पनि चाहिँ यहाँ अब चाहिँ एकछिनपछि देखिन्छ कि साथी हो। अब तपाईँहरूले टाइपको हुन्छ कि यहाँ अब रमाइलो चाहिँ रमाइलो हुन्छ। सरर पानी घटमा म त प्यारी फर्कन्छु फर्कन्न नाम सारे है मकै भट्टमा। मकै भट्टमा त होइन के दुश्मन हेरेको हेरै दुश्मन हेरेको हेरै। अगाडि दौनहरू छ नि त त्यही भएर दुश्मन हेरेको हेरै। अनि अगाडि त आमा दौन त भाइको हिँडाइ नै खतरा छ नि त तेजेन्द्र भाइको। अनि ओ केटा ओ यता हेर त, हेर्दैन त यो त के हो यार यस्तो यार अङ्कलहरू फेरि पछाडि अगाडि आउने खै त बोल्दैन त सुन्दैन अरे केटाहरूले त के हो यार तेरो अङ्कल मामाले यार नसुन्नु हो न। ठिक छ। अनि यो चाहिँ सिक्दीको छेडामा चाहिँ आइयो साथी हो। यो चाहिँ छेडा अगाडि देखेको त बोट छ नि त्यो चाहिँ पैयुको हामीले कति चढेर खान्थ्यौँ, त्यहाँ पैयुँ पाक्छ नि त। पैयुँ फुल्दा त्यो लेका त्यो गीत आउन त जानिन्न। त्यो पैयुको रुख हो। यतातिरको चाहिँ पात नभएको चाहिँ लाँकुरीको रुख हो। डाँडा छ माथि, त्यो घर चाहिँ पुरानो घर 2042 सालमा बनेको घर। अहिले चाहिँ त्यहाँ मान्छे बस्नुहुन्न। त्यो चाहिँ हाम्रो उसको घर के भन्छ अरे भरत पुन जमदार बाजे जमदानी बजेको घर हो क्या त्यो चाहिँ होइन। टक्क लाएर यहाँ हामी चाहिँ सानोमा झुम्रे बल खेलिन्थ्यो मजाको बल बनाएर। ओहो क्या मजा आयो। उताबाट चाहिँ घाँस लिएर आउनुभयो त नि मामा के हो यस्तो खतरा च्याम्मा आयो त नि घाँस। बिसाउनुस् दामी बाजे र अङ्कल पनि हुन्छ पुसे। ल बिसाउनुस् अङ्कल। अस्ति उसमा भनेको लिजो पानी यो त तिमीहरूकोतिर हुन्छ सिक्दीतिर हुन्छ सजिलो भन्नुहुन्छ। लाउनुस् पाउने हो भने त अच्छा हुँदैन। हो
अर्ग्यानिक पानी हाम्रो मामा उसै अङ्कल यो भाइ हो दाउरा बोक्दैछ क्या मजा छेडामा छौँ हामी छेडामा यसले दाउरा बोक्दैछ यो अर्ग्यानिक पोखरी पहिला स्विमिङ गर्ने अनि छेमा र अङ्कल पनि आउनुभयो पानी हाल्दाको पानी पत्थरी पनि पुरै पकाल्छ अनुसारले त्यही भएर यो एकदम सिधीको मान्छेको पत्थरी जति पानी हाल्दाको पानीले पकाल्छ यसले पनि पकाल्दैन भने प्योर कोटोकोल त स्याही हो पत्थरी पकाल्छ हो नि यो प्रचार गर्नु पर्छ यहाँको पानीले पत्थर जति पुरा ठिक हुन्छ भन्छ यसले गर्नु सको यसले ठिक काम गर्छ सिधा बना न सिधा सक्ने भएको आज हेर्नु त म त यो माछा कुनै जामसम्ने गेरुवाले त काम गरेको यहाँ चाहिँ होम चलिरहेछ गर काटेको